ल है ल सबैजनालाई नमस्कार है सबैजनालाई वेलकम छ ल मेरो युट्युब च्यानलमा। पहिलोचोटि मैले देखेँ यस्तो, मलाई थाहा थिएन यो कुरा चाहिँ। पग्लियो यता मुनि घोरा गयो नि मान्छेको यही होइन के ल है ल सबैजनालाई नमस्कार है सबैजनालाई वेलकम छ ल मेरो युट्युब च्यानलमा जोडिनु भएकोमा। ल यतातिर छन् यहाँ हाम्रो ल सबैजनालाई नमस्ते। आज हामी यता नौलेको वन खाल्ले माथिको डाँडामा पिकनिक आएका छौँ है। आज पुसको 19 गते, आज 18 रहेछ है। आज हामी च्याप्प लाएर नौलेको डाँडामा यो चिसोमा खसी लिएर, सानो सानो खसी च्याप्प पारेर यो जाडोमा पिकनिक खाँदैछौँ। अनि जनता फेरि यता सागदीतिरका हुनुहुन्छ सबैजना, म मात्रै गुरुङ धाराको फेरि एकजना निम्तो गरेर आएको। म तिर मनबहादुर चापागाई हुनुहुन्छ, हाम्रो यता पुसै हुनुहुन्छ है। हामी यति बेला नौलेको वनमा ठुला ठुला रुख छन्। अब यतातिर फेरि भाइको नाम के अरे, मिलन विश्वकर्मा यतातिर लसुन फोक्दै हुनुहुन्छ। कन्ने कुमार अरे, अब बिहे गर्ने भन्थे। कोही केटीहरू छन् भने यसो हाजिर होम। पिकनिक त यस्तो छ, चामल यस्तो छ है, पोका पारेर पुरै सुरक्षितका साथ आइएछ पिकनिकतिर हामी है। ए झोला यतातिर कम्मल, हाम्रो आज बसाइ यतातिर छ है नौलेको वनतिर। कोही चरा मार्न गएका छन् जङ्गलतिर, कोही उता तलतिर छाप्रो बनाउँदैछन् है। च्याप्प पारेर आज चाउचाउको झोलसँग अब भेटिएछ भने अब चरा चरी झोल बनाएर च्याप्प पार्ने हो, नभए यही चाउचाउको झोलसँग पिकनिक मनाउने भनेर आइएछ हामी। एकदम टाढा रहेछ फेरि यो नौलेको वन, फेरि कुरै नगरौँ। यहाँ त बाटो पनि नहुँदो रहेछ, छाप्रा छ भनेर आएको, छाप्रा पनि छैन। खाल्लेका मान्छेहरूले सुटिङ गर्छन् अरे यहाँ कलाकारहरूले, खै त्यो ठाउँ पनि देखिएन है। ल है ल आतिरहेको छ है, हामी यति बेला जङ्गलतिर तताइरहेका छौँ। यता मिमलाल मुसु मुसु हाँसिरहेको छन् है। मिमलाल भन्दाखेरि मलाई अरू मिमलालको ठ्याक्कै याद आउने। अब फेरि म तल छाप्रो बनाउँदै गरेको देखाउँछु है। यस्तो छ, यो चाहिँ किचन, हाम्रो पिकनिकको किचन घर है। अब यसरी अब हाम्रो घर, बासो बस्ने घर देखाउन गइरहेको छु म फेरि। सरर ल हेर्नुहोस् त, यस्तो छ। किचनबाट सुत्ने घर जान फेरि यस्तो टाढा छ। टक्क लाएर नौलेको वनमा पिकनिक खाने कसरी हो म देखाउँछु है। यतातिर दुईजनाले फेरि पुरै छाप्रो बनाइरहेका छन् है। ल हेर्नुहोस् त, आज हाम्रो बसाइ, हाम्रो घर यस्तो छ है। ल हेर्नुहोस् त, म माथि किचन घर बनाएर यतातिर ओडार है। यो नौलेको वनमा यो बस्ने ठाउँ यस्तो रहेछ। खाल्लेको कलाकारहरू आएर नि यही भित्र नानु बनाएर जाने त रहेछन् के। ल हेर्नुहोस् त, यस्तो छ। यतातिर अब यस्तो बनाएर बसिछन्, रातभर चिसोले खान्छ होला कि होइन, भोलिबाट पेट दुखेर बर्बाद हुन्छ होला। गाह्रो छ, गाह्रो छ। ल है, सुरुदेखि अन्तिमसम्म हेर्नु पऱ्यो है मेरो भ्लग। अब यो कस्तो बन्छ यो घर म लास्टमा देखाउँछु फेरि। ल ल काम मिठो भइरहेको छ यतातिर। हाम्रो छाप्रो कार्यक्रम आजको बसाइ हाम्रो। आज पेट सुन्निने भयो चिसोले। आज के पो हुने हो यार, भोलि छेर्नी त हुने होइन यार। भोलि डक्टर कहाँ जानु पर्छ कि क्या हो, त्यस्तै लागेको छ यार मलाई।
यो कुन पालिकामा पर्छ नि यो गलकोट बरङ्गै हो बरङ्ग गाउँपालिका हो ए यो जङ्गल घर पुरा भइसक्यो है यहाँ अब के अरे यो के बलो सलो के ठोकेर भ्याइयो थामसाम बनाएर अब यहाँ छाउनी कार्यक्रम हुँदैछ हाम्रो फेरि बाटाका चौरका होनार भुपु खेलाडी सोमबहादुर एकदम बुढाथोकी एकदम कसिनु भएको छ है आज यहाँ नानु बनाउँदै हुनुहुन्छ आज बेलुका के पो नानु बनाउने हो सोमपुरीले 12 जना खेलाडी छन् आज 12 जना अट्लाम त के यहाँ ल हेर्नुहोस् यस्तो छ हालत पिकनिक खान कहाँ सजिलो छ र अर्को छानाबाट यस्तो भयो है अहिले छाना छाएपछि यस्तो भयो यस्तो छ जिन्दगी अब के गर्ने गाह्रो छ पिकनिक खान कहाँ सजिलो छ र ल छाउँदैछ यहाँतिर दाउराको लागि व्यवस्था हुँदैछ रुख डल्दैछ है आज त यार यो जङ्गल त खत्तम हुने भयो ए त्यही पनि यत्रो रुख आँसीले पुरै ढलाएर पुरै आगो बनाउने कार्यक्रम भइरहेछ राति कतै सिकारी हो कि सिकारी हो कि भिकारी भन्छन् के अरे आन्छ अरे त्यसले डरान दिने हो कि भनेर दाउराको लागि हामीले रेडी बनाउँदैछौँ यतातिर अब ट्याक्कै ढल्दैछ होइन रुख फेरि ठुलो छ कि यति ठुलो रुखलाई ढलाएर आगो बनाउने है ट्याक्क लगाएर कतिले उतातिर पकाउँदैछन् हेर्नुहोस् उतातिर आगो पुर्र भइरहेछ भने कतिले यतातिर छाप्रो व्यवस्थित गर्दैछन् भने कतिले यतातिर रुख ढलाउँदैछन् भने मैले यताबाट भिडियो गर्दैछु आहा यहाँ आज 6टासम्म कपडा लाएको मैले यति नलाए त यो नौलेको जाडो छेक्दैन यार गाह्रो छ गाइस गाह्रो हाम्रो आजको बोकाको भुटुवा यस्तो पुरा च्याप्प शीतन आजको पिकनिकको यता फेरि आमाको छोरा मासु च्याप्प पार्दैछन् ए ल मासु त च्याप्प छ कि रातो रातो फेर सुँगुरको हो कि बोकाको मोटो बोकाको हाम्रो घरको बोकाको माछा मोटो छ क्या यार मेरो स्पोन्सरमा बोका आज यता फेरि नयाँ दुला चामल धुँदैछन् फेरि उता फेरि दुलाको जेठबा डिग्री पास गरेको रे यार हामीलाई यहाँ इङ्ग्लिस सिकाउँदैछन् यहाँ जङ्गलमा नौलेको जङ्गलमा लिएर ट्याक्क लाएर यस्तो हुँदैछ 2 माना यी भात पकाउने भाँडो यस्तो छ होइन यतातिर भात पाक्दैछ यिनी मान्छेलाई चिनिन्छ कि न यो भिडियो हेर्ने मान्छेहरूले ल है नयाँ मान्छे छन् मेरो भिडियोमा मेरो भ्लगमा सायद नयाँ मान्छे हो नि यिनीहरू पहिलोचोटि देखिएछन् आज कमेन्ट गर्न नभुल्नु होला अनि च्याप्प भुटुवा खान यसो मासु देखेर मन लाग्छ भने ट्याक्क आउनु होला है मिस्टर चलन काउचा घर च्याप्प फेरि नानु बनाउने हो त फेरि 5 भइसक्यो अहिलेसम्म चुल्हा पनि बनेको छैन है चुल्हा बन्दैछ कहिले हो पकाएर खाने रेडी हुँदैछ यतातिर नि हुँदैछ यतातिर भात पाक्दैछ यतातिर फेरि रक्सी कोकको व्यवस्था छ है फेरि झोला ल सुरु भयो हाम्रो पिकनिकको मासु भात खाने कार्यक्रम यस्तो छ पिकनिक नौलेको पिकनिक है थपेर खाऊ मासु थपेर खाने छैन खाऊ न 1-2 गास खाऊ न कस्तो राम्रो देखियो होइन अरे यार के हजुर ल गर्दैन ल गरे
अब हाम्रो कार्यक्रम अब सुत्ने कार्यक्रम हुँदैछ यतातिर छाप्राई सरर लाएर आगो यता रक्सीको बोतल मान्छे खासै देखिने रहन्छ अनि यतातिर यस्तो छ झिलिमिली सुत्ने ठाउँ यस्तो छ है भित्र यस्तो छ र यहाँ बोतलमा यसरी सुकाएपछि डढ्दैन अरे यो पहिलोचोटि मैले देखेँ यस्तो मलाई थाहा थिएन यो कुरा चाहिँ पग्लियो यताबाट मुनिबाट पुरा यस्तो छ है रातभरि हाम्रो पिकनिक यो डाँडातिरको पिकनिक यस्तो छ रमाइलो छ है ए अब हाम्रो सुत्ने कार्यक्रम 9:00 यता मान्छे सुतेका छन् फेरि सुतेका छन् अब म पनि सुत्छु अब यतैतिर कहाँ ल है बिहान 4:10 जाँदा पनि यस्तो छ हाम्रो हाल आज पिकनिकको कार्यक्रममा यस्तो भइरहेछ है मान्छे मरेका छन् ल यसरी यस्तो छ आगो यस्तरी सुतेका छन् घोरा गयो नि मान्छेको यही यहाँ क्या